हेलो जय मसी सबैजना अनि नमस्ते। अहिले चाहिँ म गाउँमा आइपुगेको छु। अघि बिहान भर्खरै के भन्नु, अघि हामी 1 बजे आइपुगेका छौँ गाउँमा। अनि आज चाहिँ हामी वर्तमानको लागि यता म काभ्रे आइपुगेको छु। म अनि त्यसपछि बुहारी रेडी हुँदै, अनि अब चाहिँ हामी लगभग रेडी भइसक्यौँ, अलिअलि बाँकी छ। मर्निङ सबैजनालाई। यो चाहिँ गाउँको घर। म चाहिँ गाउँमा आइसु नि त हिजो। अनि त्यो चाहिँ हाम्रो गोठ पहिला घर थियो, अहिले चाहिँ भूकम्पपछि चाहिँ छैन। हाम्रो घरबाट चाहिँ सबै देखिन्छ क्या। बिहानीको 8 बजिरहेछ, अहिले भर्खर उठिरहेछ। माइत घर भएपछि माइतमा यति छोरी मान्छेलाई आनन्द हुन्छ क्या। त्यता चाहिँ हाम्रो बगैँचा, आँपगाडी भन्छ, आँपको बोट छ क्या त्यहाँ चाहिँ। यहाँ चाहिँ हाम्रो फेरि आज पनि कुखुरा काट्नु गएको छ। अब कुखुरा भुट्लाउनु पर्छ अरे, तर आउँदैन अस्तिको जस्तो भुट्लाउनु पर्छ कि यहाँ। पानीमा धेरै पुठेहरूलाई लिएको पर्ला माजुलाई चोट जानुपर्छ कि बुहारी। अस्ति तिम्रो मामाले नि लक्ष्मी भान्जीलाई चाहिँ जसरी भए पनि लानुपर्छ है। अब कुन मामा? ए चुलेमा वै कुन चाहिँ रे बसन्त। मान्छे बल्छपट्टि नै आउँछ ती ठोकाली। परमेश्वरको इच्छा पर्छ, परमेश्वरले डोराउनुहुन्छ। देखाएर राख न। यो चाहिँ हाम्रो घरको बारी। त्यहाँ झाममा भएको धन्यलाई भन्ने। टन्नै रोपिरहेछ, लसुन प्याज छ्याप्पी सबै थरी। भक्तिबोट भन्दा पछाडिको परे के अगाडिको न्यान भन्ने त न हो। हाँस्देऊ सनी, ओ सनी। म त जोइललाई त खुवाउँथेँ। अब पुकुली पुकुली करे दिसला भित्ता भित्ता फोटो पाहाड। यो चाहिँ हाम्रो पुरानो पहिला भूकम्प आउँदाखेरि बनाएको थियो। यहाँ यसमा चाहिँ मम्मीले तरकारीहरू लाउनु भएको छ है। रायो साग, बकुल्ला, आमा पालुङ्गो, भेन्टा पनि छ है यहाँ। यहाँ छ पालुङ्गो। ओहो मटरको चाहिँ कति धेरै फलेछ त।
है बकुल्ला नि फलेछ मटर खुर्सा मजाले फलेछ आमा कस्तो मजाले फलेको होस् यो चाहिँ कहिले पहिले रोपेको यो अनारको अझ पनि अनार फलेछ त पोर किन काटेको यो है झर्ने चाहिँ झर्ने के हामी चाहिँ म यहाँ छु बुहारी उता तरकारी टिप्दै हामी चाहिँ आज काठमाडौँ जाँदैछौँ नि त यसो अर्ग्यानिक राम्रो राम्रो मात्र लगे नि हुन्छ यहाँ उस पनि छ बेठु म नि बेठु टिप्छु फलोस बाइक उयर करला त खाइले चाहिँ नि ओहो यता झन् मजाले रहेछ त आमा ठुलो छ क्या गाउँको हो नि त कसो हेरा फर्छ के कुर्चियो र यिनीहरू टिप्नु नपाल्नु पर्यो मैले कुल्चिया के हुन्छ त कुल्चिया फेरि पलाउँछ खाली ठाउँ बैठै नि राति बुझ्दै भन्छ है बैठ नाम पछाडि त्यसै थपिदिनु मुनपातीको आमा कराउँछ के को यसको होइन केराउको केरा बताउँछ ए रायो त यताको त उस भइसकेको रहेछ यो त ठुल्ठुलो छ त यो लसुन त मजाले फुल फुलिरहेछ क्या कस्तो मिठो बास्ना आइरहेछ आम्मामामा धकमक्क ल यो चाहिँ हाम्रो घर अनि यहाँ चाहिँ बारीमा चाहिँ फुल फुलिरहेछ मजाले अनि उताको चाहिँ हाम्रो गोठ उता छ अनि ओ माई गड यसपालि त आँपको मजाले फुलिरहेछ रहेछ त यसपालि खानु पाएन हेर त कस्तो मजाले फुल्यो बफ्रे है ल यसपालि चाहिँ खानु पाइनु भयो आँप कत्का मिठो बास्ना आइलाल खै के यस्तो दामी त्यसलाई के अरे तितली खोसा होइन तर फल्या छ रहेछ कस्तो अहिले खाने बेला भएको छैन है
यो भित्र भइसक्यो कुनै कुनै भाषा यो चाहिँ केराउको बहिनी बहिनी छोरी यो त हुन्छ के अरे है अनि चाहिँ यो पहिला मिठो मिठो हुन्छ हो यो होइन केरौँ त अर्कै हुन्छ रुखै अर्को हुन्छ नि कस्तो मिठो रहेछ सुबुली हो टिप्लीको छ तितलीको छ यो चाहिँ हाम्रो भाषामा है फेरि फेरि अर्थ गर्न त लाग्ला नि तन्नै छ भनेर नि भन्दिनँ यो चाहिँ केराउको भाइ हाम्रो भाषामा चाहिँ टिप्लीको छ हो कि तितलीको छोडाएर खान लाग्यो तिमीहरूलाई त त्यही बजार पो खान लाग्यो कौवाले रुखमा बजार फल खाए जस्तो मिठो छ नि केराउ जस्तै छ तर लास्टको टिप्लीको सानै हो त्यो लास्टमा सकिन आँट्दाखेरि स्वाद आउँछ क्या अर्कै है त्यो सुरुमा चाहिँ केरौँ जस्तो है छोटो टिप्लीको छ यता फेरि छर्छु धनिया अहिले चाहिँ हामी तल्लो घरमा छु बुढाको घरमा सासू मम्मी धनिया त सबै टिप्नु भएछ त मैले त आमा किन सबै टिप्नु भएको मम्मी त्यही त किन सबै टिपेको किन सबै टिप्या किन सबै टिप्या धनिया बारीमा छु केराउको भाइ हाम्रो भाषामा चाहिँ यसलाई के भन्छ कति खान लाने ल भन कुटेली गुजा तिमीले टिप्ली खोजा भन्छ हामी त कुटेली खोजा त्यहाँ कलिलो हो यहाँ चाहिँ मम्मीले पुरै सबै थरी लगाउनु भएको छ प्याज लसुन उता पर गहुँ धनिया बकुला के हो के अनि उता के अरे टमाटर पनि लाउनु भएको छ यहाँ पनि छ झ्यापी गाउँको अर्ग्यानिक भन्ने अर्ग्यानिक नै है गाउँमा हुने भने चाहिँ यसो धनियाँ फुलिरहेछ यो चाहिँ बिउले हो बिउले राखेको यसरी फुलिरहेछ होइन नि तितली कोसा हो र होइन फुल त त्यस्तै छ मम्मी मम्मी यो के हो चना 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 त्यस्तै फल्दो रहेछ चनाको बोट यस्तो हुन्छ भन्ने थाहा थिएन एक गेडा परेछ है केराउसँग अनि त्यो चना रे हामीलाई थाहा थिएन यस्तो हुन्छ भनेर चना मैले टिपिया छु एउटा खाउँ त तिमीले पनि चना कस्तो हुँदो रहेछ खाइएर त दुईटा रहेछ चना खाऊ न खाऊ खानु मिठो हुन्छ नि हो केराउ जस्तै हुन्छ है हरियो आँप मजाले खान पाइने भयो यो चाहिँ हाम्रो बुमा हजुरआमा हाम्रो गोठ त्यहीको भने होइन उस केरा यो नै हाम्रै हो यो नै हाम्रै हो त्यो पनि हाम्रै हो उताको
परको घर यो अनि आमाले पाल्नु भएको छ यहाँ चाहिँ के भन्छ भैँसी गाउँमा आमा एक्लै बस्नुहुन्छ नि त अनि एक्लै हुँदा पनि यति चाहिँ गर्नुहुन्छ क्या एकछिन नि बस्नुहुन्न छोराछोरी आउँछन् खान्छन् छोराछोरीहरूलाई हुन्छ भनेर उहाँहरूले चाहिँ त्यो चाहिँ गरिदिनु भएको छ क्या हामी यसो गाउँ आउँदाखेरि हामी चाहिँ बस्दैनौँ नि त यहाँ अनि ए भाग्छ पो त ओइ त्यो त खाना पो चोर्न जान्छ चोर पोहोर चाहिँ यस्तो छोरा छ छोरी ल ल ल भाग्यो मुटमा डुबाएको थियो खाल्दैन यो चाहिँ आमाले पाल्नु भएको एक्लै भयो भने सबै धेरै भ्याउने कि केही पनि नखाने कुरो पनि नखाने केही पनि नखाने भन्दा भन्दै मऱ्यो कहिले पुरै मरेको लडले चलाइलाई तिन फेरा कहाँ लर रहेछ र क्या यो बाबाले उपचार गरेर लेख्दै पनि लर्लरनु त्यसो फेरि यी भर्याङ्ग बाटे पनि खर्लरनु पाकिरहेछ यो पाकिसक्यो कुनै यहाँ छ यस्तै छ गाउँको घर यो हो हाम्रो घर चाहिँ हामी रेडी भइसक्यौँ अब हामी चाहिँ काठमाडौँतिर लाग्नेछौँ अनि टिकटक बनाउनुलाई बसिरहेछ अनि एक दुईवटा टिकटक पनि बनाइसक्यौँ यता पछाडि हो फुलेको फुल चाहिँ अनि अब हामी चाहिँ काठमाडौँतिर लाग्नेछौँ यो चाहिँ मेरो गाउँ यता मास्तिर पनि छ अनि यस्ता पनि छ